हजुरबा नमस्कार। नमस्कार। हजुरको परिचय दिनु न। मेरो नाम चितबहादुर लौडारी हो। हजुर भानु नगरपालिका कुन जिल्ला हो? तनहुँ। तनहुँको भानु नगरपालिका वडा नम्बर वार्ड नम्बर 1। हजुर। अनि यता कहाँ बस्नुहुन्छ? म यहाँ काठमाडौँमा बस्छु। काठमाडौँ कुन ठाउँ? यो कोलोनी सिन्धु कोलोनी भन्ने छ। सिन्धु कोलोनी। हजुर। अनि यहाँ चाहिँ को हुनुहुन्छ? हाम्रा परिवारहरू छौँ। मेरो 2 परिवार छ। हजुर। र छोरीहरू छन्। हजुर। जेठीपेटीका कान्छीपेटीका। छोराछोरी कतिजना हुनुहुन्छ? हाम्रा छोराछोरी चाहिँ म गरेर 11 जना छौँ। 11 जना छोराछोरी। ए कति हुनुहुन्छ? छोरा कति छोरी कति? छोरी एउटा 6 छन्। 6 12 जना। ए छोरी कतिजना? छोरी छ। छोरा सहित गरेर 12। ए छोरा कतिजना? छोरा एउटा मात्रै छ। छोरो 1 जना, छोरी 11 जना गरेर 12 जना। 12 जना भयो। ए अनि 2 परिवार हजुरआमाहरू हुनुहुन्छ? खडाखडी छ। ए दुवैजना हुनुहुन्छ सँगै? दुवैजना छन्। ए अनि कति वर्ष पुग्नुभयो हजुरबा? अहिले म त 93 भए। 93 अरे 99 भए। म कति वर्ष भएँ? 99 वर्ष हुनुभयो। 99 होइन। म कति भएँ तपाईँको? अहिले चाहिँ 82 र 7ले कति भयो? 89 भए। ए 89 वर्ष हुनुभयो। म 93 सालको। 93 सालको। अनि रोग व्याधि त्यस्तो समस्या के छ? के छ? औषधि उपचार गरिरहेको छु। मेडिसिटीबाट उपचार गर्छु। हजुर। त्यही भइरहेछ। यसै हिँडिरहेको छु। ए हिँडुल जस गर्नुहुन्छ बिहान बिहान गरिरहन्छु। हजुरआमाहरू पनि हिँडुल गर्न सक्नुहुन्छ? सक्छन्। बराबर छ। उमेर बराबरै हो। बराबर भनेपछि उहाँहरू पनि 80-85 त हुनुभयो होला? हजुर। अनि चाहिँ मात्र बराबरै छ। जस 80 वर्ष कटिसक्नु भयो उहाँहरू नि? कटेको 80 एउटा मात्रै कटेको। एउटा काहीँतिर कतै आएन। ए कान्छी छ। ए अनि छोराछोरीको सबैको बिहादान गरिसक्नु भयो? एउटा कान्छी छोरी अस्ट्रेलियामा छ। हजुर। अर्की छोरी पनि छन्। 2टा छन् अस्ट्रेलियामा। हजुर। अरू त बिहादान त एउटा कान्छीको गरेको छैन। भनेपछि त नाति त थुप्रै छन् होला? छन्, थुप्रै छ। ल हजुरबालाई भेटेर मलाई खुसी लाग्यो। यसो भिडियो बनाउनलाई रहर लाग्यो। हस् त धन्यवाद हजुरबालाई धेरै धेरै धन्यवाद। हस् हस्। है त।